हेलो गाइस नमस्ते हैन हामी फेरि आयौँ हामी चाहिँ आज एउटा प्र्याङ्कतिर आउँदैछौँ हैन यहाँ चाहिँ टाउको ठोकाइ गर्दैछु हैन मम्मीलाई नन्द भन्दैछ बहिनी र म भएर प्र्याङ्क गर्ने यहाँ चाहिँ चोट लाग्यो जस्तो गर्ने हैन म बेहोस हुने पर्यो नि हैन त्यही भएर भरे फुल भिडियो चाहिँ युट्युबमा हेर्नु होला ल हामी चाहिँ कस्तो देखियो त राम्रो भयो त पोलो पो होला त यहाँ साँच्चै बेहोस भयो भने छैन हुन्छ अलिकति यहाँ पनि रङ चिन्दै क्या रङ चिन्दैन होइन ल है खासलाई हेर्दै जाने के भयो कसरी मम्मी काजोला भयो उठ्नुभयो जानुपर्छ डक्टरमा उठ्नु हेर्नुपर्छ पहिला जानुपर्छ कुन आउँछ भयो हेर्नु कि नपढ्नु भयो नपढ्नु कहाँबाट माथिबाट बिस्तारै हिँड्नु पर्दैन त चिप्लो हुन्छ काम कहिले भन्दैछु काम गरायो बाबु भन्छु कहाँ गइसक्यो फेरि खोइ मम्मी खोइ मम्मी बारीमा चाहिँ सिधा गर्ने त खाँचो लागेर कहाँ हुनुहुन्छ मम्मी चाहिँ बारीमा भन्छु कविता सिधा गर्ने यहाँ चाहिँ सिधा गर्ने त खोइ बाबु के भयो मम्मी त आएको नि मैले चोट लाग्यो रङ जस्तो छ हुन्छ होइन जस्तो छ यो घुम्नुहुन्छ रङ चाहिँ यिनीका नाटा बारे म यिनीका हातका भाटा हातमा हेरिसक्यो ऊ लगाएछ रङ लगाएछ आज खासमा चाहिँ हामीले मम्मीलाई प्राङ्क गर्न खोजेको भरे बोलाउँदाखेरि त म बुवा कुदेर आउनुभयो है म चाहिँ हाँस थाम्न नसकेर बाहिर हाँस्दा गरेर आउँदा पनि यहाँ आएर नि हाँस खुसी गयो क्या कानी बेस हुनेको थियो तर हाँसेन भनेर रोको एक्टिङ गरेको मुख छोपी हाँसिरहेको थिएँ म चाहिँ होइन हाँस्नु त खोइ यिनीहरूका कहाँ यो हो भन्नु पर्ने यस्तै भयो खास हामीले मम्मीलाई भन्न खोजेको थियौँ होइन तर के भयो भने बाहिर चाहिँ अरू मान्छेहरू पनि के भयो भने आत्तिनु भयो क्या त्यही भएर अलिकति ऊ भएन होइन बाहिरको मान्छे आइहाल्नुभयो बुवा आउँदाखेरि मम्मी खोज्दा भयो होइन ल यहाँ बुवाको रियाक्सन कस्तो छ हामी यहाँ सोध्छौँ ल